यस्तो गर्दा आरामले जान्छ यो माछा घेरिरहन्छ छिनिङ चाहिँ कालो बुढो बारेज्यू पूजा है कानो जिजी बाज्यू पालादेखि जाट्न मुच पूजा इला चाहिँ अक्षता ठिक पारुमिनले बाजीको जेठुको कानु जेठो बोय चाहिँ इला पूजा रे पहिले लुङ्गेली बुढा ल्या अब सिमुनुवा बाज्यू अब बिस्तारै बिस्तारै कानु चाहिँ हस्तान्तरण छान्नले पूजा रे बुढो बारेजी चाहिँ कुन हो मेन चाहिँ सबै एउटै हो यतापट्टिको ए यतापट्टि यो दुईटा आज चाहिँ हाम्रो बुढो बारेजीको पूजा इसी चाहिँ कालो इसी चाहिँ सुँगुर बुमरामे कानो मङ्गरो चाहिँ सुँगुर चाहिँ छिबिन चाहिँ बाडाकोले छिनिङ चाहिँ बाडाकोले पहिला चाहिँ मार्छ जाट्छले चाहिँ बाडाको बुमरामे कानो डा चाहिँ पोका नपुकाल है पोका नपुकाल फेरि भाग्छ यो चाहिँ सुँगुर है सुँगुर हाम्रो चाहिँ पार्टी लाउरे के छ ठिक छ हाम्रो लाउरे यो चाउरेहरू पारिपट्टि देख्दै गरेको हिमालको दृश्य सँगै हाम्रो गाउँ चाहिँ ठ्याक्क हिमालको अपोजिट साइडमा चाहिँ पर्दछ मनोकामना एरिया मैले भिडियो पहिले पनि देखाइसकेको छु तपाईँहरूलाई आजको कार्यक्रम रहेको छ पूजा है तल देख्दै गरेको अदुवा खर्का गाउँ है अदुवा खर्का गाउँ हेर्न सक्नुहुन्छ अदुवा खर्का गाउँ कस्तो राम्रो देखिरहेको छ हाम्रो प्राकृतिक सुन्दरताले भरिएको हाम्रो गाउँ ठाउँ परिवेशको
बारेमा चाहिँ तपाईहरुलाई थोरै देखाउँदैछु। हाम्रो धर्म संस्कृतिहरू पनि बिस्तारै बिस्तारै तपाईहरुलाई देखाउँदैछु हैन। आजको हाम्रो बाउ बाजेले गर्दै आएको पूजा बुढो बारेज्यू हैन बाजे बोजूदेखि गर्दै आएको पूजा चाहिँ हामी देखाउँदै पनि छौँ। यो चाहिँ मेरो गाउँ जेमिसोरा है, देख्न सक्नुहुन्छ। अत्यन्तै टाढाबाट चाहिँ अत्यन्तै सुन्दर हुन्छ, नजिक पनि सुन्दर छ। आफ्नो गाउँ कसलाई चाहिँ सुन्दर लाग्दैन होला र देख्न सक्नुहुन्छ। यो गाउँ पारिपट्टि देख्दै गरेको चाहिँ गोक्रिङ खर्का भनिन्छ के अरे। यता माथि चाहिँ भोट गाउँ छ छिम्केश्वरी, माथि देख्दै गरेको छिम्केश्वरी डाँडा। अनि हाम्रो गाउँको दृश्य जेमिसोरा आबु खैरनी जेमिसोरा वडा नम्बर 3 है। तल चाहिँ आबु गाउँ, आबु खैरनी आबु खैरनी गाउँपालिकाको आबु गाउँ है। आबु गाउँको वडा नम्बर 3। उता पारिपट्टि चाहिँ 2 नम्बर वडा पर्छ हैन। यो तलपट्टि देख्दै गरेको पनि 2 नम्बर वडा हो। अहिले चाहिँ पक्की बाटोले छोइसकेको आबु खैरनी गाउँपालिकाको दृश्य हैन तपाईहरुले देख्न सक्नुहुन्छ। अति नै सुन्दर देख्न सकिन्छ, सुन्दरताले भरिपूर्ण है। तपाईहरुलाई जस्तो लागे पनि मलाई आफ्नो जन्मभूमि चाहिँ धेरै रमाइलो राम्रो लाग्छ। खेलेको हुर्केको ठाउँ अवश्य भने सबैलाई राम्रो लाग्छ। हाम्रो पूजाको कार्यक्रम चाहिँ सुरु हुँदैछ। पूजामा भाषामा वाक भनेको सुँगुर है। सुँगुर पनि देखाउँछ, सुँगुर पनि काट्छ, मेन सुँगुर हो। अनि कुखुरा, अन्डा, चिता पार्टीहरू चाहिँ भोग चलन गर्ने चलन छ। उहाँलाई देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ घरधुरीको गणना हुँदैछ। घरधुरीको गणना चाहिँ हाम्रो जेठुले चाहिँ गर्दै हुनुहुन्छ। जेठुले गणना गर्दै हुनुहुन्छ। उहाँ लाज पनि मान्नु भएको छ उहाँ। कालो मामेरा राम्रो छ अन्त पर्दैन। अब बुढो बारेजी देउतालाई चाहिँ सिँगार्ने काम चाहिँ कार्यक्रम चाहिँ हुनेछ। गाउँबाट चाहिँ कति हो 26 च्यात्यो फुतुना निकाल्यो। खुट्टामा पाउनु न। हाम्रो पूजाको कार्यक्रम र मान्छेहरूको जमघट हुँदैछ। मामै हाम्रो माइजी पनि आइसक्नु भएको छ। यता हेर्दैन भ्लगमा तपाईँलाई उपस्थित गराउनु पर्यो भने माइजीले चाहिँ ठुलो कुखुरा लिएर आउनु भएको छ। लोकल प्योर लोकल।
तपाईँको दाइले नि होइन सोक्नु खोजेको अब कतिमा किन बँदेल भयो पैसा हुनु पर्यो मनबहादुर आएन पहिरो कट्यो भने नसक्ने यसले चाकु टोन टेक्न पाएपछि त हानिहाल्छ मान्छेलाई त्यो मोटे चला हाई गर न यता हाई नलजाऊ न नलजाऊ यता हेर न रातो न रातो के सल्लाह गरे फेरि छैन होला नि त 10-12 तारिक छैन होला पुगे त्यसले ल रे हाई भन्छ हाई हाई हिँड्ने कि अल्छी आयो नि घडी हेरे गरे घरै लान्छ पूजा गरेर मात्र अघि 11 बजे आएको म यहाँ अलि ढिलो आयो लाथ्यो यसपालि ढिलो यसपालि यो नमानेर भाइरा अब नौली त जानै नपर्ने रहेछ फेरि भाग्लाई फेरि
दिनमा रातमा मात्रै हो सही रातमा मात्रै सही रातिमा चाहिँ सही हुन्छ कतै कार्यक्रम हुँदैछ ओए माने ए काट्नु पर्छ होला फलाक्नु न यो त्यो मान्नु पर्ने बिषय भन्नुपर्छ माने मन्जुर ओके कुर्ग्याउनलाई एउटा टालो भाउजू
बाबु ल बस म चाहिँ भिडियो बनाउँछु चुरे अलि बाबु भित्र पर्नुमा बनाउनु पर्यो अनि बनाएर यही पोल्ने भएपछि फेरि दाउरा पैसाहरू बन्थ्यो नि ए Aduh ya. त्यति खै म उतापट्टि जान्छु भिडियो गर्छु भिडियो गर्नु मुर्जाला त्यो यस्तो गरेर माने 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 रेबिजको सुई लाउनु पर्छ बन्दैछ कपडामा लाग्दै रहेको बाबु
नि अदर खाना भर्खरै सुरु गरेको वचना ऊ त्यो छ नि जिरो त्यसले हुँदैन What's up? पूजा कार्यक्रम चाहिँ सकाएर हामी चाहिँ सम्पूर्ण लाग्दैछौँ। जेठुलाई चाहिँ यहाँ के अरे ज्वाइँ चेलाले चाहिँ तालो बोकाउनु लाग्छ। Baby,